वेलकम टु माई न्यू ब्लग। आज भन्नु स्वागत छ होइन गाइज। आज चाहिँ म स्कुल जान्छु तयार हुँदैछु होइन। आज चाहिँ हाम्रो बिदाई कार्यक्रम छ है 10 बजी। आजदेखि चाहिँ 10 सकिन्छ, त्यहाँबाट हामी चाहिँ अब इक्जाम दिन्छु। आज चाहिँ बिदाई छ है, सबैजना फुलहरू लैसक्यो होइन। म पनि अब रेडी भएर जानुपर्ने हुन्छ है। रेडी हुँदैछु है, टक्क ड्रेसहरू यहाँ छ होइन। टक्क खाँदै म तेल लाउँदैछु होइन, यहाँ हेर्नु हो नि त। टक्क खाँदै म यहाँ राख्छु, ड्रेसहरू लाउँछु होइन गाइज। टक्क पाराले तयार हुनुपर्ने टाइमतिर हुन्छ। अब जाने बेला भइसक्यो होइन गाइज, अलि ढिलो हुन्छ। आजदेखि चाहिँ हाम्रो 10 क्लास सकिन्छ गाइज। टक्क पाराले अब म यहाँ हुन्छु है गाइज। पर्ने हुँदैन बहिनी अनि यहाँ खाना खायो किराना लाग्ने कम्फर्टेबल
अब जुत्ता लाउँछु अनि त्यहाँबाट मात्रै भेटौँ आइतै गाइस म चाहिँ जुत्ता लाएर हिँडिसकेँ स्कुल आज लास्ट दिन हो स्कुल है आज गर्नुभयो टक्क मलाई बाटो यता खाजा दिन्छ अब केटाहरूले बोलाइसक्यो जानुपर्ने हुन्छ तर कालो लाग्यो जाने बाटो जस्तो छ होइन टक्कसँगले यहाँबाट जानुपर्ने हुन्छ म एक्लै छु आज केही छैन मेरो साथमा ए पैसा ल्याउनु बिर्सेको केही छैन पैसा भइहाल्छ आज टक्कसँगले अब जाने है बिदाई गरिदिन्छ केही छैन रे जस्तै आज बिदाई हो ल त गाइस माथि स्कुल पुगेपछि वा अथवा बाटोमा भेटौँ ल केटावाला मजाले बाटो छ बच्चादेखि केटाहरू पत्र प्र्याक्टिस बडी सँगै नहोला तर साथ सधैँभरको मस्त केटाहरू म चाहिँ मस्त बसिरहेको छु गाइस भने केही छैन केटा भरे युट्युबमा आउँछु है हेर के छ बोला अनि दिपेश गोपाल सक्यो तिमीलाई जिन्दगानी मेरो संसार दुई आँखा किनानी मैले पनि सुम्पिसके तिमीलाई जिन्दगानी म एउटा बिन्ती गर्छु है म तिम्रो राम्रै भन्छु हे माया तिमी भन्दा म पहिल्यै मर्छु गुड मर्निङ सर के छ भाइ अनि ठिक छ एकदम थ्याङ्क यू सर लास्ट हो भाइ अब सबजना केटाहरू छ निश्चल बस्नु हुन्छ नि अनि सबजना हराउँछ ए अहिले निश्चल ल भन त अलि सबैजना हुन्छ सर जान्छ सरबाट जान्छ होइन ललिपप खोलेर भन न अलिकति सुन्न बुझ्नु केटा भन्छ हुन्छ होइन लाइक सर अब ठक्क जान्छ होइन सबै विद्यासँग बसिरहेको हुन्छ सर ठक्क गएर ठक्क क्यामेरा छेक्छ होइन विद्यार्थी एउटा सर बाहिर जाने होइन अनि सर ठ्याक्कै त क्यामेरा यस्तो हात लगाएर आएर काट्नुपर्छ अहिले दारा खुस्क्यो भने भित्रबाट एकजना मान्छे दुश्मन हेरेको झाल ढोका सब फोन ल म आइहाल्छु के जा र फेरि कुर्सी माथि गएर एउटा केडीले कुर्सी झर्छ होइन ठक्क झर्छ प्याङ्गे झर्छ होइन गाह्रो छ यार दुश्मन हेरेको है कुर्सीमा फ्याक्कै खोलिदेऊ न एकचोटि खोलिदेऊ त ओहो यार खतरा है दादा गाइस
अगाडिबाटै गर्नुपर्छ यार सर यसरी अगाडिबाटै गर्नुपर्छ यहाँ छोप्ने ठक्कै मार्छ न त यता पछाडिबाट गरेर यहाँबाट छोपेर यता मार्नु त ढिलो हुन्छ नि हमको तो राहें थी चलाती वो खुद अपनी राह बनाता गिरता संभलता मस्ती में चलता था वो हमको कल अगाडि विद्यार्थी भाइ बहिनीहरूलाई फेरि एकमुष्टमा आउँदै गरेको यसको धेरै धेरै शुभकामना र व्यक्तित्वहरूले भनिसक्नु व्यवसायहरूलाई आगामी दिनहरू उज्जवल होस् अझ सुन्दर होस् विशेष गरी अहिलेलाई यता मात्रै काला आएको यता राम्रो आएको फोटो अब भनिहाले एउटा ट्र्याक भनेपछि कम्पोजिस भन्ने गर्दैछु हामीले एकछिन भएर गर्नु यो सङ्गतले जस्तो लाग्यो कता कता ठ्याक्कै पुऱ्यो त्यो शब्द आएको अनि ठ्याक्कै फेरि गाउन मलाई कहिलेकाहीँ उभिएर आउँदा कहिलेकाहीँ गुन्जन आउँदै गरेको अहिले त धेरै भयो अब यसरी गाउने मान्छे र दिए म कोसिस गर्छु सरले गीत गाउनु हुँदैछ केटाकेटीलाई तल झार्नु तिमीहरू तल बस्छ त तल बस्छ यसरी यता साइडमा शीतलता प्रदान गर्ने सम्झिँदाखेरि पनि आफूलाई गर्व महसुस गर्ने खालको हामीलाई अनुभवहरू हाम्रो मानसपटलमा यो विद्यालयमा छोडेर भाइ बहिनीहरू जाँदै गर्नुभएको छ त्यसको निम्ति पनि भाइ बहिनीलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु जति वर्ष यहाँ बस्नुभयो कोही विद्यार्थी भाइ बहिनीहरू 8-10 वर्षै भयो होला यहाँ चाहिँ पढेको कोही भाइ बहिनीहरू 4-5 वर्ष हुनसक्छ कोही भाइ बहिनीहरू 2-3 वर्ष हुनसक्छ तथापि जति वर्ष होस् जति वर्ष भाइ बहिनीहरू हाम्रो विद्यालयमा रहनु भएको छ भाइ बहिनीहरूको याद भाइ बहिनीहरूको प्रस्तुति भाइ बहिनीहरूको पर्फर्मेन्स अत्यन्तै राम्रो छ अत्यन्तै उत्कृष्ट छ र तपाईँहरू हाम्रो विद्यालय परिवारको एउटा अभिन्न अङ्ग हुनुभएको छ त्यो भएकोले गर्दा भाइ बहिनीहरूलाई म आगामी दिनमा अझ बढी सफलता र प्रगतिको शुभकामना दिन्छु र अब एउटा परिवार भएर बस्दै गर्दाखेरि कहिलेकाहीँ ठ्याक्क ठुक्क हुन सक्छ कहिलेकाहीँ भन्छ नि
एउटै ओछ्यानमा सुतिसकेपछि गोडाहरू लाग्न सक्छ। भाइ बहिनीहरूलाई मार्गदर्शन गर्ने क्रममा भाइ बहिनीहरूको क्यारियर राम्रो होस्, भाइ बहिनीहरूको भविष्य उज्जवल होस् भन्नको निम्ति कहिलेकाहीँ हाम्रो शिक्षक मित्रहरूले भाइ बहिनीलाई नमिठो टुक्ने गरी पनि पढाउनु, कहिलेकाहीँ साह्रै चितो हुने गरी पनि सम्झिँदाखेरि पनि मन विरक्त हुने गरी पनि सरहरूले पढाउनु भएको हुन सक्छ। तर त्यो भाइ बहिनीहरूले के सम्झिनुपर्छ भने त्यो नितान्त विद्यार्थी भाइ बहिनीहरूको राम्रो देशका निम्ति राम्रो सम्भावना बोकेको विद्यार्थी थिए। तथापि अब बहिनीले केही डिस्क्लिनिङ भएको कारणले गर्दाखेरि अहिले कहीँ कतै अल्मलिन पुगेकी छिन्। तथापि 19 जनाको यो ब्याज अहिलेसम्मकै ब्याजहरूमा उत्कृष्ट ब्याज हो भन्ने मलाई मेरो मूल्याङ्कनमा रहेको छ। र अत्यन्तै अनुशासित ब्याज, अत्यन्तै जेहेन्दार पढाइका निम्ति अत्यन्तै अहोरात्र तल्लीन हुने मेहनत गर्ने ब्याजमा मैले यो ब्याजलाई दिएको छु। र हामी शिक्षक साथीहरूले पनि के अपेक्षा गरिरहेका छौँ भने यो ब्याजले यसपालि एससीमा रिजल्ट निकै राम्रो आकर्षक शानदार रिजल्ट दिएर हाम्रो विद्यालयको नामलाई अझै प्रतिष्ठालाई अझै माथि उकास्नको निम्ति यो ब्याजले महत्त्वपूर्ण भूमिका खेल्छ र त्यसका निम्ति यो ब्याज सक्षम छ भन्ने र हाम्रो अहिलेसम्मको हेर्दाखेरि 3.3 जिपिए रहेको छ हालसम्मको उपलब्धिमा एससीमा। तर यो ब्याजले मलाई लाग्छ कि विगतका सम्पूर्ण रेकर्डहरू जोड्दै अझै राम्रो जिपिए र रेकर्ड बनाउन पनि सफल हुन सक्छ। धेरै अघि नै वक्ता सरले भनिसक्नु भएको छ, हामी सधैँ यो ब्याजलाई 81 सालको यो 18 जनाको ब्याजलाई हामी सधैँ सम्झिन